डाँडाबाट काठमाडौँ हेर्नु आफ्नो छुट्टै आनन्द छ, बट एज युजुअल मेरो त्यो आनन्दमाथि धुलोको कुहिरो लागेको छ। एनिवे, आफ्नो पर्सनल दुःखद मरियल कहानीबाट हटेर लेट्स गेट ब्याक टु द भिडियोको ह्यापनिङ कहानीमा। काठमाडौँको त्यो हो हल्ला शोरगुल घामभन्दा टाढा म पुग्छु पहाडको टुप्पोमा, प्लेस नोन एज द लाकोरी भन्ज्याङ। आफ्नो यात्राको साथीलाई तयार पारेर म निस्किन्छु आफ्नो गन्तव्यतर्फ। सो यो जर्नीको सुरुवात हुन्छ हाम्रो महालक्ष्मी ललितपुरबाट। करिब 50 मिनटको यात्रापछि वी रिच्ड टु जङ्सन पोइन्ट, जहाँ फेमस ट्रिबोन रिसोर्ट रहेको छ। अनि यहाँभन्दा 50 मिटर तल लास्ट बस स्टप रहेको छ, जहाँ साझा यातायातको सहायताले आउन सकिन्छ। अनि यो रिसोर्टमा आएर चिल गर्नलाई पनि सकिन्छ, बट राइट नाउ हामी नेचुरल सिनेरियोतर्फ हिँडिरहेछौँ। सो वी विल बी ब्याक टु आवर जर्नी। अनि यो जङ्सन पोइन्टको बायाँतर्फ लागेर हामी हिँड्छौँ आफ्नो गन्तव्यतर्फ, द्याट इज मनमोहन पार्क लाकोरी भन्ज्याङ। अलमोस्ट डेस्टिनेसनमा पुग्नै लाग्दा मेरो स्टोरीमा सधैँ चाहिँ एउटा ट्राजिक इन्सिडेन्ट हुन्छ। बीच जङ्गलमा आएर, बीच जङ्गल त नभनौँ, ठ्याक्कै डेस्टिनेसन नजिक पुग्न लाग्दा मेरो बाइकले धोका दिएछ। बाइकले त के भनौँ, आफ्नै कारणले हो, सर्भिसिङ भएको छैन, द्याट्स वाइ बाइक राखेको छु। अब हिँड्दै जाने हो। अनि यहाँ हेर्नु न, यति मात्रै बाँकी थियो यार। 3 मिनटको लागि बाइकै चढ्न मानेन यहाँ माथि। अनि एउटा भनाइ छ नि, जे हुन्छ राम्रोकै लागि हुन्छ। सुरुमा बाइक उकालो तान्न नसकेर एकदमै झेउबाट हिँड्नुपर्छ भनेर, बट जब हामी हिँड्दै माथितर्फ लाग्यौँ, देन आई कुड सेन्स द नेचर। अलिकति सर्ट हाइक जस्तो पनि भयो। इट्स गुड फर हेल्थ, अलिअलि चाहिँ गर्नुपर्छ होइन। बाटोको छेउमा भएको वनस्पतिहरू, डेभलपमेन्टको वर्कहरू हेर्ने मौका पायो। बाइक राखेको ठाउँबाट करिब 10 मिनट उकालो उक्लेपछि फाइनल्ली मनमोहन पार्क आइपुग्यो। पछि नआइज। राइट नाउ 2 जति बजिसकेको छ। अनि आज विकडे हो नि त, विकडेमा खासै भिड हुन्न। हेर्न सक्नुहुन्छ मेरो अगाडि पछाडि खासै भिड केही छैन, मान्छेहरू नै छैन। अनि यो चाहिँ भ्यू ट्राभर हो। पिसफुल टाइम स्पेन्ड गर्नलाई चाहिँ राम्रो। यहाँबाट काठमाडौँको भ्यू देखिन्छ,
इन 1 2 3 हामीले अब त्यो देखाउँछ के अरे सिनेम्याटिक्स इन 1 2 3 And here is the most iconic and famous thing of this park, यो रुख जहाँबाट उभिएर काठमाडौँको भ्यू इन्जोय गर्न सकिन्छ मौसम सफा हुँदा। जुन मेरो केसमा आई एम भेरी अनलकी, मौसम खासै सफा थिएन। सो 3:30 बजिसकेको छ एन्ड राइट नाउ अब मनमोहन पार्कलाई फेयरवेल बिट गर्दै म अब यहाँबाट जान्छु। बाई बाई मनमोहन पार्क। तर ठिक छ, राम्रो छ पार्क, अन्डर कन्स्ट्रक्सन छ। विक डेमा आउनु भयो भने चाहिँ त्यही हो, रमाइलो गर्न सकिन्छ। हेर्नु न, खतरा भ्यू देखिरहेको छ होइन। फर्किँदै गर्दा गेट नजिकै बच्चाहरूको नि स्कुल छुट्टी भएर घर फर्किँदै गरेको दृश्य हेर्दा त आफ्नै स्कुलको याद आयो। बच्चाहरू लास्ट खुसी हुने, क्यामेरा फर्की हेर्छन्। सपना पन्छ्याउँदा कहिल्यै कतै बिर्सन्छौ आफूलाई, थाक्दा पनि विश्राम नलिई चल्छौ निरन्तर पाइलामा। जीवन भनेको यति मात्र होइन नि साथी, निरन्तर प्रयास र विश्रामको सम्मिश्रण हो यो, सुख र दुःखको अनुभव हो यो। त्यसैले प्रकृतिसँग मिलेर बुनौ नाता सधैँ, जसरी छ रुख र पातको मधुरो साथ। हामी पनि जोडियौँ प्रकृतिसँग, जीवन बनोस् सुगन्धित बात।